एक सालमा 2 चोटी छठ पूजा हुने रहेछ। सो हे गाइज गुड मर्निङ। अहिले चाहिँ म रेडी भएर जाँदैछु महेन्द्र चोकतिर। साथीको बर्थडे को लागि मलाई चाहिँ एउटा फोटो फ्रेम बनाउनु छ। महेन्द्र चोक पनि पुगिसकेको छु र फोटो पनि रेडी भइसकेको छ। त्यसपछि आउँछु म फोटोमा फ्रेम लगाउन। फोटोमा फ्रेम लागिसकेपछि बबाल देखिँदैछन्। त्यसपछि रेडी भएर जान्छौँ हामी छठ पूजामा। धेरै जनालाई थाहा पनि छैन होला वर्षमा 2 चोटी छठ हुन्छ भनेर। मलाई पनि थाहा थिएन र मैले पनि सुरु चोटी नै सुनेको हो। हामी चाहिँ अहिले हाट खोला पुगिसकेको छौँ। त्यसपछि भेटिन्छ हामीले आवर विराटनगरमा अपडेट दिने मान्छे। हामी भिडियोहरू पनि बनाउँछौँ। अनि यता छठ पूजा हुँदैछ भने यता साइडतिर लाहास जल्दैछ। अब मलाई जानु पर्ने हुन्छ साथीको बर्थडेमा। साथीको घर पनि आइसक्यौँ र यही साथीको बर्थडे रहेको छ। अब हुन्छन् बर्थडे सेलिब्रेट। हामी चाहिँ +2 सँगै पढेको थियौँ। त्यसपछि टिका लगाउने पालो मेरो आइसकेको छ। अनि दिन्छु म फोटो फ्रेम गिफ्ट। सबै कलेजको केटाहरू मिलेर ग्रुपिङ फोटोहरू पनि खिच्छौँ। हामी कलेज चाहिँ सँगै पढेको हो। ऊ चाहिँ अहिले आर्मी बनिसकेको छ। त्यसपछि खान्छौँ हामी खाना। अनि आजको मिनी भ्लग यति नै रहेको छ। भिडियो मन पर्यो भने दबाएर 3 चोटी क्लिक गर्नु होला।